आदरणीय दर्शक महानुभाव नमस्कार। युट्युब च्यानल नेपाली खबर मिडियामा तपाईहरूलाई हार्दिक स्वागत छ। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोड्नुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ दैनिक रूपमा उपस्थित हुने गर्दछौं। देश विदेशका विभिन्न सय महत्त्वपूर्ण समाचार अपडेट केही मिनेटमै प्रस्तुत गर्दैछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ के भन्न चाहनुहुन्छ तपाईको मनमा लागेका प्रतिक्रिया सुन्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण सन्दर्भमा समय अवधिभर हामीसँगै रहनुहोस्। आज असार 23 गते मंगलबार देश र दुनियाँका विभिन्न राजनीतिक घटनाक्रम आज दिनभर कहाँ के हुँदैछ र आजको मौसम बारे पनि विशेष अपडेट आजको समाचारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा केन्द्रीय समितिले कहिले पाउला पूर्णता अन्ततः बालेनलाई हटाउन सक्ने राख्यो यस्तो प्रावधान। रासपाको नयाँ विधान सभापतिको निर्देशन नमान्ने बालेनको प्रधानमन्त्री पद नै धरापमा। संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ जानिएन भने खतरा हुन्छ हर्क साम्पाङको भनाई। अब रगत होइन पसिना बगाउने समय आएको हर्क साम्पाङको दाबी यस्तो छ उनले ल्याएको नीति। सरकारले भन्यो निजामती कर्मचारीहरू सम्बन्ध युनियन तथा संगठनका आड भवन तथा अन्य संरचना खाली तुरुन्तै गर्नुहोस्। युवतीलाई गोप्य अङ्ग देखाउने भट्टको बयान छेडिक आवेग र उत्तेजनाले मेरो बुद्धि बिगार्यो मलाई माफ गर्नुहोस्। सुदन गुरुङले चाले उनीमाथि कडा एक्सन। शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको मन्त्री सस्मित पौडेलको भनाई। प्रधानमन्त्रीको सम्पत्ति विवरणमा विपक्षीको आँखा 200 तोला सुन कहाँबाट आयो भन्दै संसदमा नेपाली कांग्रेसका आङदेमेले सुनाए यस्तो गम्भीर प्रश्न। संशोधनका नाममा संहिता लोकतन्त्र र संविधानको मूल संरचनामाथि हुने छेडखानी अस्वीकार भएको कांग्रेसको चेतावनी। परराष्ट्र मन्त्री शिशिर खनाललाई गम्भीर प्रश्न। सरकारका 100 दिने उपलब्धिबाट कति सन्तुष्ट हुनुहुन्छ? 1441 सुकुम्बासीले पाए अन्ततः पैसा निवेदन नतिनेले पाएनन्। बालेनले ओली शैलीमा गरे राज्य संयन्त्रमा रासपा कार्यकर्तालाई भर्ती। प्रदेश खारेजी मुद्दाले मधेसी भाडिए रासपा फुटको उन्मुखमा। रविको निर्देशन नमाने बाले शाहको प्रधानमन्त्री 1 सेकेन्डमा चैट हुने प्रावधान राखियो। विभाजनको डिलमा नेपाली कांग्रेस गगनले अस्वीकार गरे। यी दुईवटा पूर्णबहादुर खड्काका प्रस्ताव ठाडै अस्वीकार। आजको समाचारमा 500 दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिभा रावलको भनाई। सांसदहरूले उठाएका प्रश्नको जवाब दिन र पूर्व तयारीबारे जानकारी गराउन सभामुख डीपी अर्यालको निर्देशन। राजपाको सम्मानित सभापति निर्वाचनमा 50+1 को व्यवस्था। आजको अपडेटमा राजपाका 2 भन्दा बढी हुन सक्छन् वरिष्ठ नेता। यी र यस्तै महत्त्वपूर्ण अपडेट छन्। अब हेर्नुहोस् पुरा समाचार। दर्शकबिन आउनुहोस् आजको पहिलो तथा विशेष महत्त्वपूर्ण खबरतर्फ लागौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानका आधारभूत व्यवस्थामाथि हस्तक्षेप नगर्न आग्रह गर्दै अब मुलुकमा रगत होइन पसिनाको क्रान्ति आवश्यक रहेको बताएका छन्। सोमबार प्रतिसभाको बैठकमा सरकारको 100 दिनको समीक्षा गर्दै साम्पाङले व्यवस्था परिवर्तनका लागि हजारौं नेपालीले बलिदान दिएको स्मरण गराउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने देशमा रगत होइन पसिना बगाउनु पर्दछ। व्यवस्था परिवर्तनले मात्रै जीवन स्तर बदलिँदैन काम गर्ने संस्कृतिको विकास हुनुपर्दछ। साम्पाङले रोजगारीको अभावका कारण ठूलो संख्यामा नेपाली युवा विदेशी बाध्य भइराखेको उल्लेख गर्दै देशमै भविष्य देख्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे। उनले दार्चुलाको टिङ्कर सडक निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्। सीमावर्ती क्षेत्रमा गुणस्तरीय सडक निर्माण गर्नु विकास मात्र नभई राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय भएको उनको तर्क छ। सरकारले 100 दिनलाई लिएर अत्याधिक आलोचना नगर्ने उल्लेख गर्दै उनले 100 वर्षदेखि थुप्रिएको समस्या 100 दिनमै समाधान गर्न नसकिने बताए। यद्यपि प्रतिपक्षका सुझावलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने उनको सुझाव रहेको छ। सरकारले गरेका काम कारबाही केही राम्रा भए तापनि केहीमा भने आलोचना गर्न सकिने उनको भनाइरहेको छ। साथै हर्क साम्पाङले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन्। बैठकमा बोल्दै राईले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने उनको भनाइ छ। संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौं। संशोधनमा हामी गम्भीर हुनुपर्दछ। यो जानिएन भने समस्या हुने खतरा छ। अध्यक्ष साम्पाङले सुशासन भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा सरकारको 100 दिनको प्रयासप्रति धन्यवाद समेत दिएका छन्। आफूले केही समय अघि महाकाली क्षेत्रको भ्रमण गरेको उल्लेख गर्दै अध्यक्ष हर्क साम्पाङले दार्चुला टिङ्कर सडक निर्माणलाई तीव्रता दिन आग्रह समेत गरे। अब उनले राष्ट्रिय गौरवको आयोजना सीमावर्ती क्षेत्रमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्। सुकुम्बासी अव्यवस्थित बसोबासीको पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गर्दै अध्यक्ष हर्क साम्पाङले यथाशीघ्र ध्वनि ऊर्जा उपलब्ध गराउन सुझाव समेत दिए। धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन माग गर्दै उनले स्वास्थ्य सेवालाई विकेन्द्रित गर्न सुझाव दिएका छन्।
दर्शकहरुबाट त्यसरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विनियोजन विधि 2083 अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाब दिँदै उनले उपलब्ध स्रोतका आधारमा शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट छुट्याइएको जानकारी दिएका छन्। आर्थिक वर्ष 2083-84 को कुल राष्ट्रिय बजेट 21 खर्ब 24 अर्ब 34 करोड 44 लाख मध्ये शिक्षा तथा खेलकुद क्षेत्रमा 2 खर्ब 18 अर्ब 30 करोड 50 लाख विनियोजन गरिएको छ। मन्त्री पोखरेलले भने यो कुल राष्ट्रिय बजेटको 10.28% हो। उनले प्रतिशतका हिसाबले यो बजेट चालु आर्थिक वर्षको तुलनामा 0.47%ले कम भए पनि परिणामका हिसाबमा चालु आर्थिक वर्षको भन्दा प्रस्तावित बजेट 7 अर्बले बढेको जानकारी दिएका छन्। संघीय तहबाट आगामी वर्षका लागि शिक्षा तथा खेलकुद क्षेत्रमा विनियोजन भएको बजेट 10.28% रहेको भए तापनि विगतको वर्षमा प्रदेश सरकारबाट विद्यालय नर्स शिक्षण अनुदान कोटा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ल्याब र विद्यालय पूर्वाधार निर्माणमा बजेट विनियोजन हुने बजेट उल्लेख्य नै रहनेछ। मन्त्री पोखरेलले भने विद्यालय शिक्षामा सबैभन्दा बढी 69.49%, उच्च शिक्षातर्फ 11.4%, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा 2.56%, खेलकुदमा 1.74% र व्यवस्थापनमा 15.17% बजेट विनियोजन गरिएको उनले जानकारी दिएका छन्। विद्यालय शिक्षा उपक्षेत्रमा विनियोजित बजेट 1 खर्ब 51 अर्ब 69 करोड 71 लाख मध्ये पूर्वाधार निर्माणमा जम्मा 10 खर्ब 45 करोड 24 लाख 4 हजार विनियोजन गरिएको छ। आगामी वर्षको बजेटमा 7660 जनाका लागि नवीनतम तथा बजार माग अनुकूलका विकास तालिमका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले एसई परीक्षा सञ्चालनको कार्य प्रदेश तहबाट गर्ने गरी 35 करोड विनियोजन गरिएको उल्लेख गरेका छन्। विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत प्रदेश तहका लागि विनियोजन गरिएको 62 करोड 40 लाख मध्ये भौतिक पूर्वाधारमा 27 करोड 60 लाख र शिक्षक तालिममा 27 करोड 50 लाख रुपियाँ विनियोजन भएको उनले जानकारी गराए। मन्त्री पोखरेलले गोर्खा भूकम्पबाट प्रभावित 14 जिल्ला र पश्चिम नेपाल भूकम्पबाट प्रभावित बझाङ, जाजरकोट र रुकुम पश्चिम र मनाङ र मुस्ताङ गरी 19 जिल्ला बाहेकका सबै स्थानीय तहका विद्यार्थी संख्याका आधारमा रु 2 अर्ब 37 करोड रुपियाँ 2 करोड 37 रुपियाँ 2 लाख स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक निर्माण अनुदानका लागि छुट्याइएको जानकारी दिएका छन्। समग्रमा शिक्षा क्षेत्रमा भने यतिखेर केही फड्को मार्ने तयारी समेत गरिएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा विजय भई राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नेपाल सरकारले नगद पुरस्कार दिने समेत बताइएको छ। त्यसैगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौं। उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका 1441 सुकुम्बासी परिवारले आइतबार साँझसम्म सरकारले उपलब्ध गराएको सुव्यवस्थापन राहत रकम बुझेका छन्। बागमती सभ्यता एकीकृत विकास आयोजनाका अनुसार शुक्रबारसम्म आधा भन्दा कमले मात्रै निवेदन दिएपछि म्याद 2 दिन थपिएको थियो। आइतबारसम्म निवेदन दिनेहरूले असार 24 गतेसम्म रकम पाउनेछन् भने त्यसपछि निवेदन दिनेहरूले राहत नपाउने जनाइएको छ। सरकारले यस प्रयोजनका लागि करिब 18 करोड रुपियाँ छुट्याए पनि हालसम्म 3 करोड 55 लाख 75 हजार रुपियाँ मात्रै वितरण गरिएको छ। सुकुम्बासीलाई सुरुमा 25,000 रुपियाँ एकमुष्ट र प्रमाणित भएपछि केही महिनासम्म मासिक 15,000 रुपियाँ दिने व्यवस्था गरेको छ। डोजर अभियानपछि विस्थापित भएका 2608 परिवार मध्ये हालसम्म आधाभन्दा कमले मात्रै राहत रकम बुझेको बताइएको छ। होल्डिङ सेन्टर र होटलमा बस्नेहरूको असार 19 गतेसम्मको खर्च सरकारले बेहोर्ने भए पनि त्यसपछिको खर्च सम्बन्धित परिवारले आफै बेहोर्नुपर्ने व्यवस्था गरिएको छ। सुकुम्बासीले तत्काल निवेदन दिनुपर्ने माग गरे तापनि धेरैले भने यतिखेर सुकुम्बासीहरूले धेरैले भने निवेदन दिएका छन् र धेरैले रकम समेत बुझ्न नमानेको भन्ने कुरा बाहिर आइराखेको छ। यो विषयमा भने यतिखेर सरकारले गम्भीर चासोका साथ हेरिराखेको छ र सुकुम्बासीहरूलाई साँच्चै व्यवस्थापन गर्ने भए सरकारले तुरुन्तै गर्नुपर्ने सुकुम्बासीहरूको माग समेत रहेको छ। दर्शकहरुबाट त्यसरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौं। नेपाली कांग्रेसको संस्थापन पक्षले 14औं महाधिवेशनबाट निर्वाचित 111 केन्द्रीय समिति सदस्यलाई अहिलेको समितिमा समेट्ने र सदस्यता अध्यावधिक नगर्नेलाई स्वीकार गर्न नसक्ने स्पष्ट सन्देश दिएको छ। हिजो चुनदेवीमा बसेको इतरपक्षको बैठकले संस्थापन पक्षले सहमतिको लागि इच्छा शक्ति नदेखाएको आरोप लगाएको छ। राष्ट्रिय भेला बारेमा कुरा भइराखेको भन्दै आजको लागि बैठकबाट मिति र मोडालिटी तय गर्न सक्ने नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार अहिलेकै अवस्थामा एकता महाधिवेशन हुन सक्ने सम्भावना कमजोर देखिएको छ। सहमति नभई 15औं महाधिवेशन आफ्नै ढङ्गले गर्ने गरी उनीहरूको रणनीति छ। पार्टी मिलाउनुको लागि विभिन्न विकल्पमा वार्ताको लागि तयार रहेको समेत बताएका छन्। उनीहरूले बाहिर रहेको नेताहरूलाई व्यवस्थापनको विषयलाई
गुनासो राखेका छन् तर पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको 7 बुँदे प्रस्ताव मध्ये यी 2वटा स्वीकार गर्न नसकिने सभापति गगन थापाको स्पष्ट सन्देश छ। यद्यपि डाक्टर शेखर कोइरालाले यसको विकल्प खोज्न सकिने मध्यमार्गी प्रस्ताव राखेको बताइएको छ। केन्द्रीय समितिमा राख्न नसक्नेहरूलाई छुट्टै संयन्त्र बनाएर जान सकिने पनि बताइएको छ। इतर पक्षको यी 2 बाहेक अरू प्रस्तावमा छलफल गर्न आफू तयार रहेको सभापति थापाले बताएका छन्। विदेश स्थित संगठन जनसम्पर्क समिति जापानको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै 15औं महाधिवेशनको मिति पनि आफू छलफल गर्न तयार रहेको बताए। उनले भने केही साथीहरू असन्तुष्ट हुनुहुन्छ, बाहिर हुनुहुन्छ। मैले उहाँहरूलाई पटक पटक भनेको छु, अहिले पनि भनिराखेको छु, 15औं महाधिवेशन सफल बनाउन के गर्नुपर्ने हो, म ती सबै कुराहरू गर्न तयार छु। महाधिवेशनको तिथि मितिमा छलफल गर्न तयार छु। उनले पार्टीको सदस्यता छानबिन समिति बनाउने, निर्वाचन समिति, अनुशासन समितिबारे पनि छलफल गर्न तयार रहेको स्पष्ट सन्देश दिएका छन्। अनावश्यक कसैलाई अनुशासनको दण्ड प्रहार गरेर तलमाथि गर्ला कि भन्ने डर छ। अनुशासन समितिमा के गर्ने त्यो गर्न तयार छु। महाधिवेशनको व्यवस्थापन समिति बनाउने, व्यवस्थापन समितिमा को नेताहरू राख्ने त्यसको लागि म पनि तयार छु। यी सबै कुरा गर्न तयार छु, तर 2वटा कुरा विधानले दिँदैन, त्यो कुरा मैले चाहेर पनि गर्न सक्दिनँ भन्दै गगन कुमार थापाले स्पष्ट जवाब दिएका छन्। कृषिले सदस्यता नवीकरण नगरिकन चलाउने भन्ने कुरा विधानको खिलाफमा हुने उनको भनाइ छ। अव्यावहारिक पनि हुन्छ, अराजनीतिक पनि हुन्छ। त्यो कुराको कुनै पनि पार्टीभित्र जो कोहीको विषय छैन त्यसलाई अनावश्यक इगोको रूपमा नबनाऊ। यो सम्भव पनि छैन। त्यसको पछि लाग्ने काम कसैको छैन। उनले विशेष महाधिवेशनबाट केन्द्रीय समिति बनिसकेको अडान दोहोऱ्याएका छन्। गगन थापाले थपे यो केन्द्रीय समिति सबैको केन्द्रीय समिति हो। यसभित्र मनोनयन गर्ने पार्टी सभापतिले पाएको अधिकार छ। त्यसलाई मैले प्रयोग गरेर बढीभन्दा बढी साथीहरूलाई सहभागी गराउने कुरा मेरो जिम्मेवारीको कुरा हो, म गरिहाल्छु। तर यो अघिल्लो केन्द्रीय समितिको 100 कतिजना बाँकी हुनुहुन्छ, त्यो सबै साथीहरूलाई लिएर यसमा मिसिनुपर्छ भन्ने कुरा विधानले दिँदैन। उनले बाहिर रहेकाहरूलाई केन्द्रीय समितिमा समेट्ने कुरा व्यावहारिक र आवश्यक नभएको भन्दै आक्रोश पोखेका छन्। उनले विधानभित्र रहेर महाधिवेशनलाई निष्पक्ष गराउने जिम्मेवारी आफ्नो भएको र त्यसका लागि तयार रहेको समेत गगन कुमार थापाले स्पष्ट सन्देश दिएसँगै यता पूर्णबहादुर खड्का बच्चे भने यो विषयमा सहमत नभएको देखिएको छ, जसले गर्दा काङ्ग्रेस अब फुटको डिलमा पुगेको छ र अब जोगाएर नजोगिने सम्भावना समेत उत्तिकै देखिएको छ। त्यसगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशनले निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको टुङ्गो लगायो, तर मनोनित हुने पदहरू भने अझैसम्म रिक्त नै राखेको छ। रासपाका पदाधिकारी मध्ये उपसभापति 1, महामन्त्री 1, सहमहामन्त्री 2, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष 2, प्रवक्ता 1 र सहप्रवक्ता 3 जना मनोनित गर्न अझै बाँकी नै रहेको छ। 3 उपसभापति हुने विधानको व्यवस्था अनुसार 2 जना निर्वाचित भएका छन्। उपसभापतिमा डाँसोडी मगले निर्विरोध चयन भयो भने सोही पदमा सविता गौतम पनि निर्वाचित भइन्। रासपाको विधानमा उपसभापति 3 जनामा 2 जना निर्वाचित र 1 जना मनोनित हुने व्यवस्था छ। समायोजनबाट रासपामा जोडिएकाहरूलाई पदाधिकारी पद सुरक्षित गर्ने गरी बनाइएको विधानमा उपसभापति 1 जना प्रधानमन्त्री बालिसा पक्षबाट हुने भएका छन्। रिक्त उपसभापति पदमा पूर्वाधार मन्त्री सुनिल लम्साललाई बनाउने तयारी गरिएको रासपा नेताहरूले जानकारी दिए। कार्यकारी पद महामन्त्री 1 जना निर्वाचित र अर्को 1 जना मनोनित हुने रासपाको विधानमा व्यवस्था छ। महाधिवेशनबाट निर्वाचित भई विपिन कुमार आचार्य महामन्त्री बनेका छन्। थप 1 जना महामन्त्रीमा वरिष्ठ नेता बाली पक्षबाट मनोनित हुनेछन्। मनोनित महामन्त्रीका रूपमा भूपदेव शाहको चर्चा भइराखेको छ, तर पछिल्लो समय शाहलाई उपसभापति बनाएर सुनिल लम्साल वा प्रधानमन्त्री बाली शाह निकटकै अर्को कुनै व्यक्तिलाई महामन्त्री बनाउने चर्चा समेत चल्ने गरेको छ। राजसभासँग बालिन पक्षले एकता गरिसके सुरुमा लम्साललाई महामन्त्री बनाइएको थियो। लम्साल मन्त्री बने पनि उक्त पदमा भूपदेव शाहलाई मनोनित गरिएको थियो। शाह र लम्साल महाधिवेशनमा प्रतिस्पर्धा गरेनन्। राजसभा शीर्ष तहका एक नेताले दिएको जानकारी अनुसार महामन्त्री पदमा वरिष्ठ नेता बाली शाह पक्षका अन्यले पनि रुचि देखाएका छन्। ठुलो पार्टीको ठुलो पदमा आकांक्षा देखिनु स्वाभाविक हो। भूपदेवजी त्यही पदमा दोहोरिन चाहनु भएको छ। केही व्यक्तिले मिडिया ट्रायल पनि गरेका छन्। ती नेताका अनुसार बालिन पक्षबाट महामन्त्री पदका अर्का दाबीकर्ता सुदीप ढकाल पनि छन्। महाधिवेशनबाट ढकालले 1439 मतसहित केन्द्रीय सदस्य जितेका थिए। केन्द्रीय सदस्य निर्वाचनको क्रममा प्रधानमन्त्री बाली शाह निकटका व्यक्तिहरू ढकाललाई जिताउन लागि परेका थिए। सहमहामन्त्री पदमा असीम शाह, हरि ढकाल र निशा डाङ्गे निर्वाचित भएका छन्। सहमहामन्त्रीमा मनोनितबाट पूर्ति गरिने पनि थप 2 जनाको पद
अझै रिक्त छ। पार्टी नेताहरूका अनुसार मनोनित हुने 2 जनामा 1 जना स्वभावतिर बिरामी छने पक्षबाट र अर्का 1 जना बालिन पक्षबाट मनोनित हुनेछन्। प्रवक्तामा भने प्रमोद न्यौपानेको नाम चर्चामा छ। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका न्यौपाने पछि प्रतिस्पर्धा नगरेपछि हटेका थिए। स्वभावतिर बिरामी छनेले महामन्त्री पदमा प्रतिस्पर्धा नगर्न आग्रह गरेपछि न्यौपाने फिर्ता लिएका हुन्। महामन्त्रीको उम्मेदवारबाट पछाडि हट्ने अवस्था आएको खण्डमा प्रवक्ता हुने गरी उम्मेदवारी फिर्ता लिन न्यौपानेलाई तत्कालीन समयमा सुझाव दिएको बताइएको छ। उहाँ प्रवक्ता पदका लागि सबैभन्दा उपयुक्त पात्र हो। स्वभावती लामिछानेले 11 पदाधिकारी सहित 51 जना केन्द्रीय सदस्य थप्ने अधिकार दिएको छ। तत्कालीन सहमहामन्त्री विपिन कुमार आचार्य नेतृत्वको टोलीले बनाएको विधानको मस्यौदालाई संशोधन गरी मनोनित गर्ने केन्द्रीय सदस्यको संख्या थपिएको छ। स्वभावतीले 36 जना मनोनित गर्न सक्ने गरी बनेको विधानलाई संशोधन गरी 51 जना मनोनित गर्ने अधिकार सहितको व्यवस्था समेत रासोपाले गरेको छ। मनोनित गर्ने अधिकार स्वभावतीमा रहेको बताउँदै नवनिर्वाचित महामन्त्री आचार्यले भने स्वभावतीको अधिकारको कुरा हो, मनोनित कहिले गर्नुहुन्छ उहाँलाई नै थाहा हुने कुरा हो। रासोपाले भने यतिखेर यो विषयमा भने गम्भीर चासो राखिराखेको छ र प्राप्त समाचार अनुसार रासोपाको नयाँ विधानमा स्वभावतीको निर्देशन नमाने बालन शाहको प्रधानमन्त्री नै धरापमा पर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीको विधानमा परिमार्जन गर्दै पार्टी स्वभावतीलाई अभूतपूर्व शक्ति प्रदान गरेको छ। नयाँ व्यवस्था अनुसार पार्टीका तर्फबाट निर्वाचित प्रधानमन्त्री वा संसदीय दलको नेताले स्वभावतीको निर्देशन पालना नगरेमा उनलाई पदबाट हटाउन सक्ने सम्मको अधिकार सभापतिमा निहित भएको खुलेको छ। संसदीय विधानको दफा 11 क मा पार्टी सभापतिको काम कर्तव्य र अधिकार स्पष्ट पार्दै भनिएको छ। पार्टी सभापति संगठनको सर्वोच्च कार्यकारी प्रमुख, वैचारिक मार्ग निर्देशक र पार्टी एकताको प्रतीक हुनेछ। विशेष गरी उक्त दफाको उपदफा अ3 अन्तर्गत संसदीय दलसँगको सम्बन्धै उपशीर्षकमा रासोपाले नयाँ प्रावधान थपेको छ, जस अनुसार यदि पार्टी सभापति आफै संसदीय दलको नेता नरहेको अवस्था छ भने पनि संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोणको प्रभावकारी प्रतिनिधित्व र कानुनका लागि संसदीय दललाई आवश्यक नीतिगत मार्ग निर्देशन प्रदान गर्ने अधिकार सभापतिलाई हुनेछ। विधानले यो स्पष्ट पारेको छ कि सभापतिले दिएको यस्तो मार्ग निर्देशनको पालना गर्नु संसदीय दलका नेता तथा सदस्यहरूको अनिवार्य कर्तव्य हुनेछ। विधानको दफा 68 मा संसदीय दलको नेतालाई पदमुक्त गर्ने र प्रत्याहान सम्बन्धी व्यवस्थाहरू उल्लेख गरिएको छ। उक्त दफाको उपदफा 1 मा देहायका कुनै अवस्थामा संसदीय दलको नेताको पद स्वतः रिक्त हुने भएको मानिने व्यवस्था छ, जसमा उपदफा 1 ङ मा भनिएको छ। यस विधानको 11 क को अ को 3 अनुसार पार्टी सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरेमा प्रधानमन्त्री बालन शाहको पद नै धरापमा पर्नेछ र उनलाई पदबाट हटाउन सक्ने सम्मको तागत रवि लामिछानेको हातमा गएको छ। त्यसैगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। प्रधानमन्त्री बालन शाह नेतृत्वको सरकारले 100 दिन पूरा गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले कार्यपालिका, व्यवस्थापिका र संवैधानिक निकायहरूमा आफ्नो प्रभाव तीव्र रूपमा विस्तार गरेको विश्लेषण सार्वजनिक भएको छ। रासोपाले सरकार गठनसँगै प्रतिनिधि सभामा सभामुख, सर्वोच्च अदालतमा प्रधान न्यायाधीश सिफारिस, निर्वाचन आयोगमा नयाँ नेतृत्व, विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा विभिन्न संवैधानिक निकायमा आफ्ना अनुकूल व्यक्तिहरू ल्याउने प्रक्रिया अगाडि बढाएको दावी गरिएको छ। मुख्य सचिव, अख्तियार, मानव अधिकार आयोग र लोक सेवा आयोगमा पनि निकट भविष्यमा नेतृत्व परिवर्तन हुने भएकाले राज्य संयन्त्रमा थप प्रभाव विस्तार गर्ने तयारी भइराखेको विश्लेषण भइराखेको छ। आलोचकहरूले यसलाई राज्यका प्रमुख संस्थामाथि संवैधानिक रूपमा नियन्त्रण स्थापित गर्ने प्रयासका रूपमा हेरेका छन्। उनीहरूको भनाइमा संसद, न्यायपालिका र संवैधानिक आयोगहरूको स्वतन्त्रता कमजोर हुने जोखिम बढेको छ। यता समर्थकहरू भने यी नियुक्ति र निर्णयहरू संविधान तथा कानुन अनुसार नभएको भन्दै यसलाई सरकारको नियमित अधिकारको प्रयोग भएको तर्क गरिराखेका छन्। यसरी 100 दिनमै बालन सरकारको शक्ति विस्तारलाई कतिपयले 2074 सालपछि केपी शर्मा ओली नेतृत्वको सरकारको शैलीसँग तुलना समेत गरेका छन्। सरकारले आफ्नो रवैया देखाएको भन्दै आलोचकहरूले आलोचना गर्ने गरेका छन्। त्यसैगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका सुरेन्द्र भट्टले छेडिक आवेगमा आएर आफूले युवतीलाई अङ्ग देखाएको बयान दिएका छन्। शिक्षा मन्त्रालयका अधिकृत समेत रहेका बैतडीको पाटनका 55 वर्षीय भट्टले आइतबार बिहान ललितपुरको महालक्ष्मी नगरपालिका 2 इमाडोलमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग देखाएका थिए। युवतीले भट्टले अङ्ग देखाउँदै गरेको भिडियो खिचेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन्। भिडियो सार्वजनिक भएपछि भने प्रहरले उनको खोजी तीव्र पारेको थियो। सोही भिडियोका आधारमा
उनी सोमबार दिउँसो इमाडोलबाट पक्राउ परेको ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भट्टले आफूले क्षणिक उत्तेजना र आवेगमा आएर अङ्ग देखाएको बयान दिएका छन्। उनले बयानमा भनेका छन्, म क्षणिक आवेग र उत्तेजनामा आए, मेरो मति बिग्रियो। भट्टले त्यही बेला युवतीसित समेत माफी मागेको खुलेको छ। प्रहरीको अनुसन्धानका क्रममा भट्टको मानसिक अवस्था समेत राम्रै रहेको खुलेको छ। प्रहरीले सार्वजनिक स्थानमै युवतीलाई गोप्य अङ्ग देखाएपछि उनको मानसिक अवस्थाबारे डाक्टर सहित परामर्श लिएका थिए। प्रहरीको अनुसन्धानका क्रममा भट्ट शिक्षा मन्त्रालयबाट कार्यक्रमका लागि देशका विभिन्न जिल्ला समेत पुग्ने गरेको खुलेको छ। एउटा शिक्षाको अधिकृत भइसकेको व्यक्तिले यसरी गोप्य अङ्ग सार्वजनिक स्थलमा देखाउनु यो मानवीय कुर्ता भएको समेत बताइएको छ। साथै यो विषयमा भने गृहमन्त्री सुदन गुरुङले आक्रोश व्यक्त गरेका छन्। आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्री सुदन गुरुङले साहसी महिला भन्दै सम्मान दर्शाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत गुरुङले दुर्व्यवहार सम्बन्धी भिडियोप्रति गृह मन्त्रालयको ध्यान आकर्षण भएको र उक्त व्यक्तिलाई पक्राउ गरिसकेको जानकारी दिए। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका 7 घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका 2 इमाडोल बस्ने 55 वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला प्रहरी परिसरको माथहदको प्रहरी विरुद्ध 7 दोपाटोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनले ललितपुरकी ऋतु खनालमाथि दुर्व्यवहार गरेका थिए। ऋतु खनाल ज्यूले सार्वजनिक गर्नुभएको आफूमाथि भएको दुर्व्यवहार सम्बन्धी भिडियोप्रति गृह मन्त्रालयको ध्यान आकर्षण भएको छ र उक्त व्यक्तिलाई पक्राउ समेत गरिसकेको जानकारी गराउँछु। ऋतुजीको साहसिक हाम्रो सम्मान छ। प्रधानमन्त्री गृहमन्त्री सुदनले भने कुनै पनि महिला वा छोरी चेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन। पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु पनि आफैमा चिन्ताको विषय हो। मन्त्री सुदन गुरुङले घटनाप्रति भर्त्सना गर्दै यौन हिंसाको पीडितहरूलाई आवाज उठाउन आग्रह गरेका छन्। यस्तो घटना कतै घटेमा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन समेत आग्रह गरेका छन् र यस्ता घटना घटाउनेहरूमाथि सरकारले कडा कारबाही अवलम्बन गर्ने अगाडि बताएका छन्। त्यसैगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री प्रतिभा रावले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न स्थान र नदी किनारबाट हटाइएका तथा हाल होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको प्रतिभा रावलको भनाइ छ। उनका अनुसार तत्कालको राहत स्वरूप प्रति परिवार 25,000 रुपियाँ र 3 महिनाको घर भाडा स्वरूप मासिक 15,000 रुपियाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको छ। यस प्रयोजनका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन यकिन भएका परिवारलाई नागरिकताका आधारमा उपयुक्त स्थानमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढाइरहेको जानकारी दिइन्। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री प्रतिभा रावले हालसम्म 1,03,140 भूमिहीन दलित 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेको जानकारी गराइन्। जग्गा प्रशासनलाई आधुनिक पारदर्शी र प्रवृत्ति मन्त्री बनाउन सरकारले डिजिटलाइजेसनलाई तीव्रता दिएको मन्त्री रावलको भनाइ छ। जग्गा प्रशासन सम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने लक्ष्य अनुरूप हालसम्म 6वटा स्थानीय तहबाट सेवा सुरु भइसकेको उनले जानकारी गराइन्। नापी र भूमि प्रशासन कार्यालयहरूमा अनधिकृत व्यक्तिको पहुँचलाई पूर्ण रूपमा निषेध गरिएको दावी गर्दै मन्त्री प्रतिभा रावलले सेवा प्रवाहमा हुने ढिला सुस्ती र अनियमिततामा न्यूनीकरणका लागि डिजिटल पूर्वाधार सुदृढ गरिने उल्लेख गरिएको छ।